हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज सन्चै हुनुहुन्छ सबैजना। अनि म पनि सन्चै छु। म अहिले भर्खर त फिलहाल आफ्नो पसलमा छु, मणिग्राम सावित्री ज्वेलर्स। सो त्यही नै हो गाइज, भर्खर बसिरहेको छु। आज चाहिँ गते 19 गते चैत महिना हो, 19 गते चैत महिना 2083 वर्षको दिनमा ब्लग बनाइरहेको छु म। अनि के गरिराख्नु भएको छ हजुर सबैजना, के गरिराख्नु भएको छ? म चाहिँ अहिले पसलमा छु, आफ्नो पसलमा बसेछु। कतै घुमघाम त भएको छैन, यहीँ पसलमा बसिरहेको छु। आज दिनचर्या यस्तै बितिरहेको छ। के गर्ने कसो गर्ने, गर्मी लाग्यो गाइस, गर्मी लागिसकेको छ, गर्मी भइसकेको छ। धेरै नै अति नै गर्मी हुन लाग्छ आजभोलि त। बाटो त्यो एकदम तातेको छ यार। बाटो हेर्नुहुन्छ हजुरले, मेरो पसलको ठिक अगाडि कस्तो छ एरिया। ओहो ओ त्यहाँ मेरो बाइक छ। ए यहाँ मैले बाइक स्ट्यान्डमा ल्याएको छु, पार्किङ गरेछु। यहीँबाट यही ऊ त्यो फेरि चोक हो, ऊ त्यो मणिग्रामको चोक हो अगाडि। त्यस्तै छ माहौल, बसिए छ। हेर्नु त यो मेरो पसलको सावित्री ज्वेलर्स सिलोतमा 5 मणिग्राम। प्रोप्राइटर ज्ञानु विश्वकर्मा। फोन नम्बर यो छ है, कन्ट्याक्ट गर्नु है मलाई। यो माइली राख्ने डब्बा हो क्या, ए यहाँ माइली राखेर दिने हो। माइलीहरू हेर्नु, यहाँ हेर्नु सक्नुहुनेछ। माइली हो, टन्नै छ। यो छड्के हो, यो माइली हो, 15-16 लालको। 15-16-17 लालको माइली छ, अरू छैन। माइली यति मात्रै हो, धेरै छैन। औँठीहरू हेर्नु, औँठीहरू पनि छ। अहिले चलेको डिजाइन यहाँ चाहिँ यो कास्टिङको चाँदीको औँठी एकदम चलेछ। यो चाहिँ त्यही नै हो। सामान यता पनि छ। यिनीहरू मध्येमै यो सामान देखाइदिन्छु मैले। यो ठप्पा आइटम हो, थप्पा आइटमहरू यो छ। यस्तो लकेटहरू छ, कति राम्रो डिजाइनको लकेटहरू छ। यो कम वेटको, यो कति लालको छ? यो 2.5 लालको रहेछ, 2.5 लालको लकेट छ। अनि यो छ, यो 4-5 लालको छ। यिनीहरू पनि 4-5 लालको पोतो लकेटहरू। यो कति राम्रो डिजाइन छ, हेर्नु न। आहा कति राम्रो। यो चाहिँ छड्के छ। यो छड्के चाहिँ 29 लाल 8 पोइन्टको रहेछ। माइलीहरू छ, 18 लालको माइली छ। नौगेडीहरू छ, यी हेर्नु सक्नुहुन्छ, नौगेडी छ। ठप्पा आइटम। अनि यिनीहरू पनि छ यहाँ। सेतो मोतीको यो 4 पिस चन्द्रमा, यिनीहरूलाई चन्द्रमा भन्छ, चन्द्रहार। ठप्पा आइटम चन्द्रहार है, यो 4 पिस। यहाँ 2 पिस छ। अनि यता बन्द गर्नु, यता पनि छ। जारै छैन, यता पनि छ सामान। यो 2 पिस चन्द्रहार, यो हेर्न सक्नुहुन्छ, सेतो मोतीमा उनेको। अनि 1 पिस लकेट पनि हेर्न सक्नुहुनेछ। यो बच्चाको चन्द्रहार हेर्न सक्नुहुनेछ, ठप्पा आइटम 5 लालको छ क्या यो। अनि यो 2 पिस चन्द्रहार यो छ। यस्तो छ माहौल। यहाँ चाँदीको सिक्रीहरू छ, सिक्री पाउजु, प्योर चाँदीको पाउजु पनि छ। अनि 22 क्यारेट 18 क्यारेटको पाउजु पनि छ है, मसिनले बनेको। अनि म यहाँ छु, बसिरहेको छु। व्यापार त्यस्तै छ। ठ्याक्कै यहाँ पसल हेर्न सक्नुहुन्छ, यतिको एरियामा छ मेरो पसल। यो फेरि चोक हो, मणिग्राम चोक। यहाँ गाडी हिँड्छन् ठुल्ठुला। बाक्लो छ एरिया चाहिँ बाक्लै छ। सावित्री ज्वेलर्स यहाँ पसल। के गर्ने, बस्ने अनि ग्राहकलाई कुर्ने, बस्दै कुर्दै। ए यहाँ एउटा म्याडम हुनुहुन्छ, बिमला दिदी। यता हेर्नु, फोन हेर्नु भएको छ। यहाँ मेरो यो पोस्टर लगाएको छु, सावित्री ज्वेलर्स सुनचाँदी पसल। यहाँ काम गर्ने ठाउँ छ ल। अनि यहाँ म छु, सानो ढोका छ।
हलचल्ली यही नै भइरहेछ। बसिराखिएछ, काम गरिराखिएछ। काम चैतको महिनामा त्यति साह्रै छैन, प्याक छैन। वैशाखमा हुन्छ हाम्रो गोल्ड काम, ज्वेलरी काम चाहिँ, सुन चाँदी काम चाहिँ सिजनल काम हुन्छ। त्यही नै हो, हामीले गरिन्छ, काम गरिन्छ, बसिन्छ, खाइन्छ, पिइन्छ। माहौल अनि गर्मिला छ, त्यही हो। मैले आज पसल देखाएँ, पसल कस्तोलाई गरे नि आजको भाउ सुन्नुहुन्छ हजुरले। आज भाउ रहेको छ 1,80,200। यो चाहिँ मैले बुटुलको भाउ भने 19 गते चैत महिना। 1,80,200। डिजिटल बोर्ड छैन, त्यही पनि बोर्डमा लेखेर राख्छौँ हामीले। आजको 1,80,200। त्यही नै हो, महँगो भएको छ। इन्भेस्टमेन्ट गर्नु होला, महँगो भएको छ। 2 लाख पुग्न सक्छ, त्यही भएर अहिले किन्नु होला। अहिले किन्नुभयो भने पछि बढ्न सक्छ, 2 लाख पुग्छ भन्छन्। एप्रोक्स गरिएछ 2 लाख पुग्छ भन्ने छ सुनको भाउ। त्यही नै हो, किन्नु होला, राख्नु होला, इन्भेस्टमेन्ट हुन्छ। सकियो भने किन्नु होला, त्यस्तै छ। त्यही नै अब पसल हेर्नुभयो, पसल यस्तै छ के अरे। व्यापार नै ठिकै भइरहेछ अहिलेसम्म त, ठिकै छ। भविष्यमा पनि भगवान्को दुवाले राम्रै चल्दियोस्, त्यस्तै छ माहौल। त्यही नै हो। कस्तो लाग्यो मेरो पसल आज हजुरलाई? आउनु होला, पसल आउनु होला, सहयोग गर्नु होला, सामान किनेर लिएर जानु होला। 24 क्यारेट गोल्ड, त्यस्तै छ माहौल। यसो खाली बसिरहेको थिएँ, त्यही भएर ब्लग बनाएँ। हजुरहरूलाई देखाउन चाहेको थिएँ मेरो पसल, देख्नुभयो होला। अनि छिटै नै एउटा राम्रो एडभेन्चर ब्लग आउनेवाला छ, मैले पहिले भनिदिरहेको छु, कुर्नु होला। अनि चाहिँ त्यस्तै छ माहौल। ए होइन ल गाइस, अब चाहिँ बिदा लिउँ। कस्तोलाई आजको ब्लग प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै अब यो ब्लगलाई चाहिँ यति नै एन्ड गर्न चाहे। मेरो पसल हेर्नुभयो, सामान केही मनपर्छ भने आउनु होला। लोकेसन चाहिँ मणिग्राम चौरास्तामा 5 रहेको छ। त्यही नै हो गाइस, यति भन्दै बिदा लिनु होला। बाई बाई, सी यू इन नेक्स्ट ब्लग।